म कहाँबाट छिरौँ गाइज छिरिन्छ त ल यहाँ चाहिँ बाटो यस्तो खनेर बनाएर छ है मदन भण्डारी राजमार्ग देवदार स्कुल हुँदै गयो भने आधै घन्टामा साउनै पुगिन्छ गाइज यो बाटो तेरी नजरों ने दिल का किया जो हशर असर ये हुआ सो हे गाइज वेलकम ब्याक टु माई न्यू डे न्यू भ्लग सो आज म चाहिँ घरबाटै भ्लग सुरु गरेँ है म चाहिँ हिजो अफ क्यामेरा घर आएको थिएँ बेलुका नाइटमा एन्ड सो त्यही भएर चाहिँ म हिजो चाहिँ घर आएको भिडियो चाहिँ बनाउन पाएन एन्ड अब चाहिँ म चाहिँ अफिस जाने रेडी भइसकेँ है अफिस जाँदैछु सो आई एम गेटिङ टु मच लेट सो आजको के छ हेरौँ है बाटोमा के कस्तोहरू देख्न पाइन्छ फुटेजहरू सो लेट्स सी गाइस अगाडिको भिडियो आउँदैछ म चाहिँ लागेँ अफिसतिर है त सो गाइस फाइनली मेरो चाहिँ बाइक अलमोस्ट ला चाबी ल्याइन नि त फेरि बाइकको थेरिका हो एन्ड होप सो सबैजना सन्चै हुनुहुन्छ होला एन्ड म पनि सन्चै छु देन सबैजनालाई आउँदो अब न्यू इयरको पनि एडभान्समा चाहिँ ह्याप्पी न्यू इयर भन्न चाहन्छु गाइज है सो म चाहिँ अब लागेँ यहाँबाट अलमोस्ट म चाहिँ ढिलो भइसकेको छु के छ धुलोमय अफरोड भर्खर आउनु चाहिँ बाटो बन्दैछ है गाउँको बाटो बन्दैछ होइन चौडाइ हाने राम्रो छ लेन्थहरू होइन सो अब धुलै धुलोको बाटोहरू चाहिँ म देखाउँदैछ अफरोडिङ हुँदै जाने है त म गाइस हो म चाहिँ लागेँ एन्ड होइन हिजो चाहिँ म चाहिँ अफ क्यामेरा नै आएँ घर चाहिँ सो त्यही भएर चाहिँ फुटेजहरू चाहिँ केही लिन पाइनँ नाइटको होइन सडनली आएको नि त हिजो नाइटमा एन्ड हिजो चाहिँ नि के थियो भने भाइको बर्थडे पनि रहेको थियो सो त्यही भएर सरप्राइज दिनको लागि भयो भने आएको हो सडनली होइन अनि यो के हो म सबै यो धुवा छ त जङ्गलमा अहिले पनि सब धुवा छ है ल यहाँ चाहिँ बाटो यस्तो खनेर बनाएर छ है आम्मो यो के हो बाटो डेन्जर छ त हौ ग्यास मेरो चाहिँ होइन के भयो भन्दाखेरि बाइकको रिन्यू पनि फेल भइसकेको छ होइन 1 महिना ऊ भइसक्यो कि मेरो एक्सपायर भइसकेको छ ल यहाँ पनि धमाधम बाटो बन्ने कार्यक्रम सुरु भइसकेको रहेछ म कहाँबाट छिरौँ गाइज छिरिन्छ त यो ढुङ्गा अलिकति पल्टाइदियो त ल ल ठिक छ हुन्छ 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 जान्छ धन्यवाद धन्यवाद भाइहरूलाई होइन बाटो बन्दैछ कन्टिन्युस हाम्रो बाटो बन्ने क्रम जारी छ यो बाटो चाहिँ खासमा हाम्रो उता साउने निपाने जोडिने बाटो है यो चाहिँ सिधै हाम्रो देवदार स्कुलबाट चाहिँ भैँसे ट्याम्के हुँदै हाम्रो भीमसेन थान हुँदै माथिको बाटोमा जोडिने भनेर चाहिँ भनेको छ होइन सो त्यसैको लागि चाहिँ अहिले फेरि निर्माण कार्य सुरु भइसकेको छ यो एन्ड हेरौँ अब यहाँको कति के कस्तो होइन बाटोहरू बन्दैछ कहिलेसम्म बन्ने हो यहाँको चाहिँ 1-2 कल्भर्ट चाहिँ बनाउनु पर्ने आवश्यक चाहिँ भइसकेको छ होइन यो कल्भर्ट चाहिँ एकदमै सानो छ क्या यो कल्भर्ट होइन यो चाहिँ अर्को नयाँ बनाउनै पर्छ क्या यहाँनिर सो बालुवा चाहिँ त्यसैको लागि चाहिँ थुपारेको हुनसक्छ होइन मेबी आइ एम नट स्योर यहाँनिर पनि ओभर हाइट भएको कारणले गर्दाखेरि चाहिँ होइन यति धेरै माटोहरू काटेको छ कि यति हाइट थियो क्या यति भएर यति डाउन गरेको छ होइन कति फिट जति होला यति डाउन गरेपछि अझै पनि माटो काटिरहेको छ यहाँ चाहिँ होइन अनि यसलाई अझै स्लोप गर्नेतिर चाहिँ गइरहेछन् धेरै नै स्लोप भएको रहेछ अझै यसलाई अझै डाउन गऱ्यो भने अझै स्लोप हुन्छ होइन अनि यहाँनिर चाहिँ अब अलिकति केजुवाई चाहिँ बनाउनै पर्छ किनभने यहाँनिर पानी पास हुने ठाउँ छैन नि त यहीँबाट जाने यताको पानी पनि यहीँबाट जाने हो सो यहाँ पानी पास हुने ठाउँ चाहिँ बनाउनु पर्ने जरुरी छ एन्ड यतिको फ्ल्याट चाक्लो भयो भने बाटो भइगयो नि किन चाहियो र धेरै ठुलो अब यति पिच भयो भने त आम्मा यो बाटो क्या दामी हुन्छ के बवाल हुन्छ
त्यसपछि साउनेतिर जाँदाखेरि चाहिँ तपाईँलाई गाईघाट र बेलटारबाट घुम्नु पर्दैन के, सर्टकट सिधा यहाँबाट गयो भने आधी घन्टामा पुगिन्छ साउने। मदन भण्डारी राजमार्ग देवदार स्कुल हुँदै गयो भने आधी घन्टामा साउने पुगिन्छ गाइज यो बाटो। सो यतिको होइन, सर्टकट बाटो भएपछि त किन चाहिएर अरू। सो यो बाटो चाहिँ होइन बन्दैछ देवदार टु साउने। एन्ड अहिले चाहिँ यतिको धेरै नै राम्रो भएको छ बाटो पहिलाको भन्दा। एन्ड अझै नै होइन अपडेट होस् यो बाटो भन्न चाहन्छु। यो बाटो होइन अब हिलोमा चाहिँ साह्रै नै हिलो नै हुन्छ क्या यहाँनिर चाहिँ। सो यसमा चाहिँ ग्राभल अब हानिदिइहाल्यो भने चाहिँ राम्रो हुन्छ, नभए बर्खामा चाहिँ फेरि हिँड्नु नसक्नुहुन्छ क्या हिलो है। अनि आज पनि लेट भइसकेँ म। हेलो 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 मेरो भाइ बहिनीहरू स्कुल जाँदैछ। अहिले त बाटो त कति राम्रो भयो भने यति चाक्लो बाटो भएको छ है। ल सो देवदार गाउँमा पनि बाटोहरू बन्दैछ है गाइज, हेर्नु यति राम्रो चाक्लो बाटोसम्म भइसक्यो होइन। अब यतिको बाटो भइदियो भने त भइगयो नि, यतिको चाक्लो। दामी तरिकाले अब एम्बुलेन्स अनि टेम्पो जुन गाडी पनि मजाले आउँछ जान्छ। एन्ड यो चाहिँ भयो हाम्रो मदन भण्डारी राजमार्ग हाइवे आइसकेको छु म। त्यही हो, अब यो बाटो पनि यस्तै पिच हुनेवाला छ भन्ने सुनेको छु है। खुसी छु है त्यसको लागि, पर्खाइमा छु भनौँ न है। सो चाँडै नै बनोस् नै यो समरमा होइन। सबै पातहरू सबै झरेर होइन भर्खर पाउलो आउँदैछ क्या नयाँ। अहिले होइन हजुर जङ्गलमा कहाँ हो धुवा छ है, आगो लागेर प्रदूषण भइरहेछ, वायु प्रदूषण। आइपुग्यो हामी भिमा चोक। अहिले चाहिँ भिमामा पनि होइन ओभर एक्सिडेन्ट भएको कारणले गर्दा यहाँनिर यो ट्राफिक सेफ्टीहरू के राखिदिएको छ ड्रमहरू है। अहिले नेपालको अवस्था पनि एकदमै कन्डिसन बिग्रिरहेछ है। अब राजावादी रे गणतन्त्रवादी रे खोइ के वादी हो, मान्छे मर्दैछन् मर्ने होइन। बिचरा हाम्रो यहाँको होइन अब उदयपुरकै यहाँनिर हाम्रो साथधारीको चाहिँ एकजना बहिनी रेबिका खत्ती नै होला सायद के हो होइन, उहाँको चाहिँ होइन गोली लागेर अहिलेसम्म पनि अब कन्डिसन क्रिटिकलै छ भन्ने चाहिँ न्युजमा सुनेको थिएँ है। सो होइन अब आन्दोलन गर्नेहरू चाहिँ केही नहुने, तर सर्वसाधारणहरूलाई चाहिँ धेरै नै क्षति भएको छ है काठमाडौँमा। अब भाटबेडेनीको लुटतन्त्र हेरौँ है, त्यस्तो चाहिँ गर्न नहुने हो है। त्यो चाहिँ सरासरी गलत हो भन्छु होइन। त्यस्तो चाहिँ गर्नु हुँदैन थियो क्या। कसैको धन जन होइन ज्यान क्षति गरेर चाहिँ राजा ल्याउनु पनि त्यो चाहिँ ब्याड है म भन्छु है। त्यो चाहिँ अलिक सुटेबल भएन। शान्तिपूर्वक ल्याऊ, शान्तिपूर्वक गर होइन। जनतालाई बाँच्न देऊ, गरी खान देऊ। राजा आए पनि जो आए पनि त्यही हो। हुन त नेताहरूले पनि कुन चाहिँ बाँकी राखेको छ होइन, देश बेचेर खाइसक्न लागिसक्यो। फाइनली म चाहिँ आइपुगेँ सशस्त्र बेस क्याम्प। देख्न सक्नुहुनेछ यो चाहिँ सशस्त्र बेस क्याम्प रहेको छ बेलटारको होइन। द्वारखोला पुल पनि आइपुगेँ म। अहिले त यो बाटो भएर त कति सजिलो भयो क्या, एकैछिनमा बेलटार त। नभए पहिला बेलटार आउँदा 1 घन्टा लाग्थ्यो। आइपुग्यो हाम्रो होटल बिल, जहाँ चाहिँ इलेक्ट्रिक चार्ज पनि रहेको छ। यहाँ चाहिँ फास्ट चार्ज भनेर होइन इलेक्ट्रोनिक्स गाडीहरू इलेक्ट्रिकल भेहिकल्सहरूको चार्ज हुने ठाउँ यो चाहिँ। ल गाइस फाइनली बेलटार म चाहिँ छिरेँ। डल्फिन यातायात यस पेट्रोल पम्प पनि यस्तो भिड भएरै छन्। आज टिकटक पनि आइपुग्यो। सधैँ टिकटक चाहिँ भेट्ने ठाउँ यही हो मेरो चाहिँ। आज टिकटक पनि ढिलो भयो होला, नभए म यतिको लेट आउँदा त टिकटक त निस्किसक्नु पर्ने हो। एन्ड यो चाहिँ बजार भयो हाम्रो बेलटारै बजार। चहल पहल राम्रै छ, भिडभाड राम्रै छ। ल
ल बेलटार बजार चाहिँ होइन यस्तै हो भिडभाड यहाँ चाहिँ गाडी जाम भएको अवस्था हो ला 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 अनि आज पनि बेलटारमा के छ त यस्तो म चाहिँ पछाडि नै पार्किङ गर्नुपर्ने अवस्था छ सो म चाहिँ यहीँबाट छिरे सट्टसँगले पछाडि जाने ला 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 ल फाइनली म चाहिँ आइपुगेँ मेरो डेस्टिनेसन अफिस Thank you for watching. Do subscribe, add and hit bell icon.